सुन्दर नगरी पोखराको साइमन पार्टी प्यालेसमा आज हाम्रो श्रमिक बचत तथा ऋणी सहकारी संस्थाको 14औं वार्षिक साधारण सभा तथा 5औं अधिवेशन हुन गइरहेको हुँदा यहाँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। मेरो ब्लगमा अन्तिमसम्म जोडिरहनुहोला। यहाँहरूलाई म सबै देखाउनेछु। वाह, कति राम्रा मान्छेहरू यहाँ आज भेटेकोमा म खुसी प्रसन्न भए, म हर्ष उमङ्गले म ढकढक भए। आहा, यो दिन पनि आउँदो रहेछ भन्ने कुरा आज हाम्रो। अब भने म भित्रको सबै प्रसारणहरू यहाँ प्रस्तुत गर्ने नै छु। फेरि पनि म हामीसँग जोडिरहन होला है भन्ने आग्रह गर्न चाहन्छु। पऱ्यो भने त्यस्तै समस्या छ, पढाउन पनि त्यस्तै समस्या छ, केही पेसा व्यवसाय गर्नु पऱ्यो भने त्यस्तै समस्या छ। त्यसका निमित्त हामीले यो श्रमिक सहकारी बोलेका हौँ र आज यसले केही न केही उत्तर पर यसमा चाहिँ भयो भने मात्र यसले सम्भव बढी हुँदै जान्छ र यसका निमित्त अहिले हामी 700 देखिबाट अहिले 483 मा हामी धरिरहेका छौँ र पनि यसलाई अझै वृद्धि हामी भेला भएका छौँ, सहभागी भएका छौँ। यसलाई राम्रो खालको नेतृत्व चयन गर्नका निमित्त यहाँहरूको सबै उल्लेखनीय सहभागिता भई र यो कार्यक्रम सम्पन्न गरेर यहाँ शैक्षिक तथा सूचना खुल्ला सदस्यता सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण सदस्यको आर्थिक सहभागिता स्वायत्तता तथा स्वतन्त्रता शिक्षा तालिम र सूचना अन्तर सहकारी संस्थाहरू बीच सहयोग समुदाय प्रति चासो। धन्यवाद। यस सहकारी संस्थाको 14औं वार्षिक साधारण सभा तथा 5औं अधिवेशनको समुद्घाटन हाम्रो माननीय चुडामणि जङ्गलज्यूको हातबाट समुद्घाटन भइसकेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अध्यक्षको प्रतिवेदन सुरु हुन गइरहेको हुँदा म बाहिरको साथीहरूलाई भित्र बोलाउन जाँदैछौँ। अनुमति चाहन्छु। श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गण्डकी प्रदेश 9 पृथ्वीचोक कास्की 14औं वार्षिक साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन 12 पौष 2019 भाग पनि हो। सहकारी स्थापना भएको सन् 1844 मा रोबर आयनले बेलायतबाट गरिएको सहकारी स्थापना गरेका नेपालमा सहकारीको स्थापना भएको पनि 68 वर्ष पुरा भई विश्व स्तरमा पुँजीवादी व्यवस्थाले सिर्जना गरेको हुनाले हुने खाने र खाने हुनेलाई मिचोबाट मुक्ति दिलाउन सहकारीको सुरुवात भएको इतिहासमा पाइन्छ। यस बिना कुनै गतिविधि पनि गर्न सकिँदैन। तसर्थ मजदुरहरूको जीवन विकास तथा गतिविधि बढाउन उद्देश्यले 2068 साल वैशाख 21 गते श्रमिक बचत तथा ऋण सहकारी संस्था। अब भने सम्मान कार्यक्रमलाई अगाडि बढाइरहनु भएको छ। गत साल साधारण सभाको अवसरमा हामीले रक्तदान कार्यक्रम पनि आयोजना गरेका थियौँ। त्यति बेला हामीसँग रक्तदाताहरू रक्तदान गरेर जानुभयो, तर हामी प्रमाणपत्र तयार नभएकोले दिन सकेका थिएनौँ र अहिले प्रमाणपत्र तयार गरेर लिएर आएका छौँ। र म नाम बोलाउँछु गत सालको रक्तदाता साथीहरू या सदस्यहरू अहिले उपस्थित भएर यो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। विष्णुबहादुर पराजुली, बताउनु न यार, रक्तदान जीवन बताउनु। विष्णुबहादुर विक, प्रकाश राणा मगर,
गर्वका साथ भन्छु, यो हामी माथि मञ्चमा बस्ने मान्छेलाई होइन, यो तपाईँहरू जुन तल कुर्सीमा बस्नु भएको छ नि, तपाईँहरूको इमान्दारिता, तपाईँहरूको लगनशीलता, तपाईँहरूको सहनशीलता जुन छ, त्यसको सभामा बस्दाखेरि बेदाग भएर बसिया छ। कुनै हाम्रो सदस्यले एक सुका खाएका छैनन्। हौ साथीहरू, अब अन्तिम चरणमा आइसकेका छौँ कार्यक्रमहरू र यहाँ चाहिँ पैसा लिने र हस्ताक्षर गर्ने कार्यक्रमहरू भइरहेको छ। हामी पनि यसलाई अगाडि बढाइरहेको छौँ। अब भने हामी प्रमुख अतिथिको मन्तव्य सुन्न भित्र जान्छौँ। आजभन्दा 190 वर्ष अगाडि विक्रम सम्वत 1901 ईस्वी सम्वत सन् 1844 मा बेलायतको मेनचेस्टर ठाउँबाट 21 डिसेम्बरमा 28 जना मजदुरहरू कामदारहरू जम्मा भएर उनीहरूले सहकारी खोलेका रहेछन् बेलायतमा। संसारमा तपाईँले हिस्ट्री के पाउनुहुन्छ भने बेलायती साम्राज्य भनेको यति बलवान थियो कुनै बेलामा, करिब संसारमा 100 देशहरूमा उसले राज्य गरेको थियो। राज्य उनीहरूको पारिश्रमिकले दैनिक ज्यालाले उनीहरूको जीवन चल्दैन, उनीहरूको परिवारको जीवन चल्दैन, उनीहरू अत्यन्तै दुःख पाउने थिए। र तिनीहरूले के गरे त भन्दा अब हाम्रो थोरै कमाइ छ, यो कमाइले हाम्रो घर पनि चल्दैन, हाम्रो परिवार पनि चलेको छैन, कसरी हामीले चाहिँ भोलि बिहान छोराछोरीलाई चाहिँ पढाउने अथवा स्वास्थ्य उपचार गर्ने अथवा लुगाफाटा कसरी किनिदिने। यो तपाईँ मजदुर भएर मैले कुरा भनेको है, म अरू ठुल्ठुला चाहिँ उद्यान सहकारीमा मैले कुरा भन्ने थिएँ। तपाईँ मजदुरका परिवार र मजदुर हुनुहुन्छ, धेरै आफ्नो महिला पनि हुनुहुन्छ। त्यसो भएर ती मजदुरहरूले अब के सल्लाह गरे त भन्दा अब यत्रो ज्याला नचलिसकेपछि भोलि हामीलाई भइपरि आउने चाहिँ हामीले चाहिँ समस्या कसरी टार्ने भन्ने विषयमा उनीहरूले सल्लाह गर्दा अब हाम्रो कमाइको थोरै पैसा चाहिँ 28 जना मिलेर एउटा सहकारी बनाऊँ, एउटा कोअपरेटिभ बनाऊँ अथवा एउटा ढुकुडी जस्तो भकारी जस्तो बनाऊँ र त्यहाँ चाहिँ हामीले चाहिँ मासिक हामीले बुझेको तलबको पहिलो दिन लगेर त्यहाँ खसालिदिउँ अथवा भुड्की भनौँ न, एउटा त्यहाँ खसालिदिउँ र अनि जसका छोराछोरी बिरामी हुन्छन्, जसका घरमा समस्या पर्छ र त्यही चाहिँ 28 जनाले जम्मा गरेको पैसाबाट हामीले चाहिँ त्यहाँ आकस्मिक खर्च चाहिँ बेहोरम भन्ने कन्सेप्टबाट सुरु भएको। तपाईँले बुझ्नुभयो कति मार्मिक रहेछ कुरा। बेलायतको त्यो ठाउँबाट ती मजदुरहरू। प्रमुख अतिथिको धेरै महत्त्वपूर्ण कुरा मध्ये मैले यहाँ अन्त्य गरेँ, किनभने लामो भिडियो हुन्छ भनेर मैले बनाउन चाहेन र मैले रेकर्ड चाहिँ गरेँ। एडिटिङ गर्ने अवस्थामा चाहिँ मैले गरेन। त्यसकारण मेरो पछाडि यो बहिनीहरू हुनुहुन्छ, उहाँ जेनजीहरू हुन्। जेनजीहरू चाहिँ पूर्ण समर्थन छ हाम्रो कार्यक्रममा। हुनुभएका मेरा प्यारा शेर साथीहरूमा न्यानो अभिवादन। अध्यक्षज्यूले पनि न्यानो अभिवादनका सहित कार्यक्रम समापनको घोषणा गरेसँगै हाम्रो दोस्रो चरणको कार्यक्रम सुरु हुन गइरहेको यहाँ जानकारी हामीले ठान्यौँ। त्यसै गरी अब बन्द सत्र सकेपछि हामीले यो अधिवेशन सुरु भइसकेपछि हामीले आजको भिडियो यहाँ अन्त्य गर्न चाहन्छौँ।